ल साथीहरु शुक्लाफाटा नगरपालिका 8 यहाँ सिसैया बस्ने नारायण दाइले चाहिँ यहाँ गौशाला जाने मेन रोडमा चाहिँ बस्नुहुन्छ। उहाँले बग्गी बनाउँदै हुनुहुन्छ आफ्नो पुरानो बसेको सामानहरुको हैन आफ्नो बसेको टाइमको सदुपयोग गरेर नारायण दाइले चाहिँ एकदम यो बग्गी बनाउँदै हुनुहुन्छ। यी देख्न सक्नुहुन्छ साथीहरु, यो चाहिँ उहाँले ट्रायल पनि भइसक्यो नि त यसको। पारी फाटा कहाँ पुग्छ ल कहाँ पुग्यो होला यो गाडीमा बताइदिनु पर्यो एकचोटी। पारी फाटा वो के भन्छन् मिल वडा कार्यालयतिर, पारी फाटा मिल वडा कार्यालय र अनि यता राउन्डिङ हानिसकेका छन्। यो चाहिँ पास भइसकेका छ हैन। यसलाई अनौठो अलि राम्रो लाग्यो के मलाई। अस्ति देखाएपछि दाइले खाली टाइमको र आफ्नो सबै पुरानो भण्डारहरुको यो यसको सदुपयोग गरेर चाहिँ यहाँ बग्गी बनाएका छन् दाइले। दाइ हिरो पनि हुन् के। दाइले धेरै मुभीहरुमा काम पनि गरेका छन्। भिलेनको पुरानो मेन कलाकारहरुसँग खेलेका छन्। बग्गी अब तयार भएपछि चाहिँ अर्को एउटा सानो भिडियो बनाउनु पर्ला। अझै दाइको अलि टाइमको अभावले गर्दा अलि टाइम लाग्ने देखिएको छ। ल हेर्नु ह्यान्डल एकदम यो आफ्नो पुरानो सामानको सदुपयोग गरेर नारायण दाइले अब शुभकामना दिनु पर्यो यो बनाएकोमा। ल त साथीहरु, पार्ट 2 पनि आउँछ पछि। हो नि नारायण दाइ? ल।